नमस्कार दर्शकवृन्द, म घिचुवा पाण्डे तपाईहरुलाई फेरि पनि स्वागत गर्न चाहन्छु तेरो ठुलो कि मेरो ठुलो कार्यक्रममा। आज हामी निकै नै रोमाञ्चक विषयमा कुरा गर्न गइरहेका छौं र विषय रहेको छ विवाह। हाम्रो प्रधानमन्त्री भन्नुहुन्छ सबै नेपालीले 20 वर्षमा बिहे गरेर 30 वर्षसम्म 3टा बच्चा जन्माउनु पर्छ। गर्नको लागि हामीले 2 विवाहित जोडीलाई निमन्त्रण गरेका छौं र उहाँहरूको नाम म भन्दिन है कसैको नाम साम, जसको नाम हो त्यसले नै भन्छ। ओ पत्रकारज्यू, के तरिका हो यो? कार्यक्रममा बोलाएर बेइज्जत गर्ने हाम्रो? कसरी बेइज्जत भयो तपाईहरुको? मैले तपाईहरुलाई नाङ्गे राखेको छ र बेइज्जत हुन्छ तपाईहरुको? राम राम राम, हेर हेर बोलेको, यस्तो पनि पत्रकार हुँदो रहेछ। मन परेन है मलाई त। अच्छा, तपाईलाई म किन मन पर्नु पर्यो त? म तपाईको बुढा हो र? चाले तू बुढा हैन, त्यसरी छोडिदिएको छु। यदि बुढा भएको भए यसरी समातेर यसरी जगल्टा सगल्टा उकाल दिन्थे। हैट, यस्तो बुढी हुनु भन्दा त बुढो कन्या बसेको ठीक।